अझै पनि वर्ल्डमा 50 to 60% मान्छेहरू चाहिँ एकदम ठुलो भ्रममा छ क्या है। यो के कुरामा भ्रममा छ भने चन्द्रमामा मान्छेहरू चाहिँ ल्यान्ड गरिसकेको छ भन्ने कुराहरूमा चाहिँ कि अझै पनि सोचिरहेको छ। स्पेस एक्सप्लोरेसन्स कुराहरू चाहिँ कम्प्लिटली रियल हो भनेर बसिरहेको छ क्या संसारमा। क्वान्टम फिजिक्स, क्वान्टम मेकानिक्स, स्पेस साइन्स, स्पेस एक्सप्लोरेसन हैन, अरू इन्जिनियरिङ पार्ट्सहरू भयो हैन, फिजिकल डेभलपमेन्टका कुराहरू भयो, बायोलोजीको कुरा भयो, केमिस्ट्रीको कुराहरू भयो। यो लेभलमा मान्छे पुगिसकेका छ हैन। म्याक्रो लेभलमा लगभग मान्छेहरू पुगिसकेका छ। जति पनि टेक्नोलोजी बनिरहेको छ यो दुनियाँमा, जे पनि भइरहेको छ, सबै त्यो कुराहरूले चाहिँ मजाले डेभलप त्यहाँ भएर यहाँसम्म पुगेको छ। तर अहिले पनि संसारको लागि सबैभन्दा ठुलो मिस्ट्रीको कुरा के हो भने इलोन मस्क कुनै मार्स मिसन गरिरहेको छैन क्या। रियल फ्याक्ट, मार्समा कुनै पनि चिजहरू छैन क्या गएको, मुनमा कुनै पनि चिजहरू ल्यान्ड गरेको छैन क्या। यो सबै कुराहरू भनेको एउटा स्क्याम हो। कन्ट्री जब विकास हुन्छ, सबै त्यो चरम अवस्थामा हुन्छ, संसारलाई लिड गर्ने भनेको एउटै चिज हो, त्यो भनेको वेपन्स, टेक्नोलोजी। टेक्नोलोजीको आधारमा वेपन्सहरू एडभान्स हुने हो। अनि एडभान्स वेपन्सले मानव जातलाई के भन्छ कन्ट्रोलमा राख्न सकिने भएको सजिलै। 1942 मा युज भएको हतियारहरू अहिले 2026 मा युज हुन्छ त छ त। त्यसले मास डिस्ट्रक्सन कति गर्थ्यो? अहिलेको न्युक्लियर वेपन्सहरूले कुन लेभलमा गर्छ? यो सबै साइन्सको देन हो नि त यहाँसम्म पुग्दा हैन। भने उनीहरू एउटा अवस्थामा भौतिक अवस्थामा विकास गरिसकेको, त्यसमा नो डाउट छ, गरेको छ, साइन्सले यहाँसम्म ल्याएको। जुन स्पेस एक्सप्लोरेसनको कुराहरू छ, जुन रकेट साइन्सको कुरा गरिन्छ, स्पेसमा अड्किएको हैन, के भन्छ मुनमा ल्यान्ड गरेको, मुन बिचको डिस्टेन्सलाई ट्राभल गरेको कुरा, अस्ति ट्राभल गरेको कुरा, मान्छे भिएफएक्स कुन लेभलमा पुगिसकेको छ। एमसी मार्बल सिनेमेटिक युनिभर्सले मुभी कुन लेभलमा बनाउँछ, हलिउडको कुन लेभलमा बनिरहेको हुन्छ। अझै उनीहरू यो लेभलमा टेक्नोलोजीको पुगेको अवस्थामा उनीहरू जब के भन्छ क्यालिफोर्नियाबाट उडेको रकेट मुनमा ल्यान्ड गरेको एउटा भिडियो उनीहरूले लाइभ दिन सक्दैन, देखाउन सक्दैन क्या। अझै त्यही टिक 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 गरेको कुराहरू देखाउँछ। अझै ती सिग्नल, त्यो रेडिएसन्सका कुराहरू जति पनि छन्, त्यो सिग्नल ट्रान्सफर गर्ने कुरा, त्यहाँ पनि डिस्टर्बेन्सहरू आइरहेको कुरा देखाउँछ कि यहाँ टेक्नोलोजीमा, यहाँ एआईमा के भन्छ डेभलप भइसक्यो भन्ने हैन, क्वान्टम कम्प्युटिङको कुराहरू गर्ने, अप्टिकल फाइबर्सको कुराहरू गर्ने डेटा ट्रान्सफरका लागि। अनि जब एउटा मुनसम्म 1993 मा लन्च गरेको, यत्रो समयपछि अहिले लन्च गर्यो भनेर भनिरहेको छ। इन्डियाले त्यही भुक्या छ, अर्कोले त्यही भुक्या छ, अर्कोले त्यही भुक्या छ। तर त्यहाँ गएको चिजहरूको प्रुफहरू नदिने हैन। कहिले साउथ पोलमा ल्यान्ड गर्यो भनेको छ, कहिले नर्थ पोलमा ल्यान्ड गर्यो भनेको छ हैन। सो मेनी थिङ्स आउट देयर हैन, कम्प्लिटली रङ छ क्या। त्यसलाई डिस्प्रुभ गरिरहेको छ क्या त्यहाँ। अझै पनि संसारको धेरै मान्छेहरू विश्वास गर्छ क्या त्यहाँ ल्यान्ड गर्यो भनेर। यसको एकदम रियल फ्याक्टको कुराहरू चाहिँ म तपाईँहरूलाई गर्छु है। स्पेसमा रेडिएसन छ, देयर इज नो मिडियम, ओन्ली लाइट क्यान ट्राभल फ्रम वान प्लेस टु एनदर प्लेस हैन, बिकज इट्स रेडिएसन्स, इलेक्ट्रोम्याग्नेटिक वेभ हो यो हैन। तसर्थ यो स्पेसमा ट्राभल गर्छ। लाइटको हाम्रो पढेको फिजिक्सको त्यसको प्रोपर्टिजहरू हैन। भने स्पेसमा त धेरै रेडिएसन छ हैन। त्यो रेडिएसन्स मान्छेमा कम्प्लिटली त्यसले क्यान्सर या डिस्ट्रोय नै गर्न सक्ने क्षमता राख्छ क्या। यदि स्पेसमा कोही पनि चिज, केही पनि चिज गएको छ भने त्यो ठाउँमा मजाले मान्छेहरूलाई के हुन्छ, रेडिएसन्सको ट्रेसेसहरू उसको बडीमा भेटिन्छ के। रियल साइन्टिफिक प्रुफ सहित तपाईँहरूलाई भन्दैछु है, भेटिन्छ यो कुरा हो। भेटिनु पर्ने ठाउँमा तिनीहरू व्यक्तिमा टेस्ट गर्दाखेरि टेस्ट गर्न दिएको छैन पहिलेकैदेखि समयदेखि। जुन फर्स्ट लन्च भएको थियो, एपोलो 1 हो कि 2 समथिङ लन्च भएको बेला,
त्यहाँदेखि नै अहिलेसम्मको तपाईँले भेट्नुभयो भने त्यहाँ उनीहरूको स्किन टेस्ट गर्न दिएको छैन।